नमस्ते, मेरो नाम अभिनव अन्सु हो। म तपाईहरुलाई म्याथमेटिक्स पढाउँछु। क्लास 9 र 10 का लागि सेट्स समूह। ठीक छ, हामीले प्रश्न हेर्ने छौं। प्रश्न नम्बर 1, यदि n a equal to 300, n b equal to 200 and n c equal to 150, त्यस्तै n a इंटरसेक्सन b दिएको छ हाम्रो। b दिएको छ 50, n b इंटरसेक्सन c दिएको छ 30, n a इंटरसेक्सन c दिएको छ 20 र n a इंटरसेक्सन b इंटरसेक्सन c दिएको छ मानौ 20 छ। पता लगाउनुहोस् n a युनियन b युनियन c र यसलाई यो तथ्यलाई भेन चित्रमा हेराउनुहोस्। देखाउनुहोस् ठीक छ। यहाँ n छ 300, n a 3 सेट छ दिएको, n b दिएको छ हाम्रो 200, n c दिएको छ 150, n a इंटरसेक्सन b दिएको छ 50, n b इंटरसेक्सन c छ हाम्रो 30, n a इंटरसेक्सन c छ हाम्रो 20, n a इंटरसेक्सन b इंटरसेक्सन c दिएको छ हाम्रो 10 मान्दा पनि हुन्छ। 10 मा 5 मान्दा पनि हुन्छ, 5 मा 5 मा हामीले पत्ता लगाउनु छ a युनियन b युनियन c लाई पत्ता लगाउनु छ हामीले। a b र सेट c छ। पहिले हामीलाई a इंटरसेक्सन b दिएको छ 5, इंटरसेक्सन भन्नाले तीनटै सेटको इंटरसेक्सन छ, यो पोर्सन तीनटैमा मिल्ने कति छ, यो बीचको पोर्सन छ, बीचको भाग छ, यो 5 छ। त्यस्तै अब हेर्नुस् हामी a इंटरसेक्सन b कति छ 50, a इंटरसेक्सन b यो पुरै भयो, यो पुरै a इंटरसेक्सन b छ। अब मात्रै a इंटरसेक्सन b कति हुनेछ, 50 बाट हामीले 5 सब्ट्र्याक्ट गर्ने छौं 45, 50 - 5 45 आयो। त्यस्तै b इंटरसेक्सन c 30 छ, b इंटरसेक्सन c कति छ 30, यो पुरै छ b इंटरसेक्सन c, यो पुरैबाट तीनटै इंटरसेक्सनलाई घटाउने छौं 30 - 5 25 हुनेछ। त्यस्तै a इंटरसेक्सन c कति छ 20, यो पुरै कति रहेछ 20 छ। अब यो पुरैबाट यो तीनटैको इंटरसेक्सन घटाउने छौं हामी 5, 20 - 5 15 आयो। त्यस्तै यो तीनटै आयो। त्यसपछि हामीले n ओन्ली a मात्रै a कति हुनेछ, यो पुरै कति दिएको छ, यो पुरै छ हाम्रो 300, यो पुरै छ 300, 300 बाट 45 5 र 15 सब्ट्र्याक्ट गर्नुहुन्छ, 45 + 5 50, 50 + 15 65, 65 योबाट सब्ट्र्याक्ट गरेर कति आउँछ 335, 235 हुने। त्यस्तै अब nb कति छ पुरै, nb हाम्रो छ 200, यो 200 बाट हामीले 25 5 र 45 लाई सब्ट्र्याक्ट गर्ने छौं, 45 + 5 50 + 5 75, 75 बाट 200 बाट 75 ले सब्ट्र्याक्ट गर्ने छु, यो हाम्रो 125 भयो।
ठीक छ। त्यस्तै एनसी कति छ 150, 150 यो पुरै छ, यो पुरै हाम्रो 150 छ। 150 बाट 15, 5 र 25 ले सब्ट्र्याक्ट गर्नुहुन्छ। 15 + 5 20, 20 + 25 45 भयो, 45। 45 ले हामीले 150 बाट सब्ट्र्याक्ट गर्छौं भने यो बाँकी रहन्छ 105, ठीक छ। यो भेन चित्रमा भयो। त्यस्तै अब हामीले यो पत्ता लगाउनु छ एन ए युनियन बी युनियन सी को हामीले यहाँ के गर्ने छौं, फर्मुला राख्ने छौं। र ए युनियन बी युनियन सी को हामीले फर्मुला राखेको थियो ए बी र सी तीनटै सेट को सम, एउटा एउटा समूहको जोड गर्ने छौं हामीले एनए प्लस एनबी प्लस एनसी। त्यस्तै दुई दुईवटा समूहको हामीले के गर्ने छौं, घटाउने छौं। यो तीनटैलाई दुई दुईवटा समूहलाई घटाउने छौं। ए इन्टरसेक्सन बी माइनस एन बी इन्टरसेक्सन सी माइनस एन ए इन्टरसेक्सन सी र तीनवटालाई हामीले के गर्ने छौं, जोड्ने छौं प्लस एन ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। र हाम्रो एन ए कति छ 300 प्लस एन बी 200 एन सी 150 ए इन्टरसेक्सन बी 50 बी इन्टरसेक्सन सी 30 ए इन्टरसेक्सन सी 20 र ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी 5। यो हाम्रो 300 + 200 500, 500 + 150 650 प्लस 5 650 655 भयो, माइनस 50 30 र 20, 50 + 30 80 र 20 100, यो 100 आयो। यो हुनेछ हाम्रो 555। यो आयो ए युनियन बी युनियन सी, यो भयो हाम्रो। पहिला हामीले भेन चित्रबाट पनि कुनै पनि समूहको समस्यालाई हामीले भेन चित्रबाटै सोल्भ गर्न सक्छौं। हामीले देखियो एउटा अझै हामीले प्रश्न हेर्ने छौं। एउटा सर्वेमा 70% मान्छेहरू मासु मन पराउँछन्। 60% मान्छेहरू माछा मन पराउँछन्। 10% मान्छेहरू 30% मान्छेहरू फलफुल हुन्। 30% मान्छेहरू अन्डा मन पराउँछन्। ठीक छ। एउटा सर्वेमा 70% मान्छेले मासु मन पराउँछन्, 60%ले माछा मन पराउँछन्, 30%ले अन्डा मन पराउँछन्। बीस प्रतिशतले मासु र माछा दुवै मन पराउँछन्। 15%ले माछा र अंडा मन पराउँछन्। माछा र अंडा। त्यस्तै 10%ले
मासु र अंडा मन पराउँछन्। 5% तीनवटै मन पराउँछन्। माथिको तथ्यलाई भेन चित्रमा हेराई भेन चित्रमा हेराई केही मन पराउँदैन। पत्ता लगाउनुहोस्। ठिक छ। एउटा गाउँमा 70% मान्छेले मासु मन पराउँछन्, 60%ले माछा मन पराउँछन्, 30%ले अंडा मन पराउँछन्, 20%ले मासु र माछा दुवै मन पराउँछन्, 15%ले माछा र अंडा मन पराउँछन्, 10%ले मासु र अंडा मन पराउँछन्। ठिक छ। त्यस्तै 5%ले तीनटै मन पराउँछन् भने माथिको तथ्यलाई भेन चित्रमा हेराई कतिजनाले केही मन पराउँदैन भन्ने पत्ता लगाउनुहोस्। मतलब कतिजना शाकाहारी छन्, कतिजनाले तीनटै मध्ये केही मन पराउँदैन भन्ने पत्ता लगाउनु छ। मानौ 100% मान्छेहरूलाई युले एम, मासुलाई एमले, माछालाई एफले र अंडालाई ईले क्रमशः जनाउँछ। ठिक छ। 100% मान्छेहरू हुन्छन् जसलाई युले रिप्रेजेन्ट गरिएको छ। त्यस्तै एम, एफ र ईले क्रमशः मासु, माछा र अंडालाई जनाउँछ। ठिक छ। अब हामीले म्याथमेटिकली लेख्छौँ हिसाबले। 100% यानी कति भयो? 100% यानी एफ पहिले यानी एम त 70%, यानी एफ कति छ? 60%, यान ई कति छ? 30%। ठिक छ। त्यस्तै मासु र माछा यान एम इन्टरसेक्सन एफ, एम प्रतिच्छेदन एफ कति छ? 20%ले दुवै मन पराउँछन्। त्यस्तै 15%ले माछा र अंडा एफ इन्टरसेक्सन ई कति छ? 15%। त्यस्तै 10%ले मासु र अंडा मन पराउँछन् 10% र तीनटै मन पराउने 5% छन्। यान एम इन्टरसेक्सन एफ इन्टरसेक्सन ई 5% छन्। अब यसलाई हामीले भेन डायग्राममा बनाउने छौँ। भेन चित्रमा राख्ने छु। भेन चित्रबाट पनि यसलाई सोल्भ गर्न सकिन्छ। फर्मुला पनि राख्दा हुन्छ। यसलाई पहिला म फर्मुलामा राखिदिरहेको छु। एम युनियन एफ युनियन ई को फर्मुला छ हामीसँग। एउटाको जोड गर्नु छ हामीलाई। एम, एफ र ई लाई जोड गर्नेछौँ। त्यस्तै दुईवटालाई हामीले घटाउनेछौँ। एम इन्टरसेक्सन एफ माइनस एन एफ इन्टरसेक्सन ई माइनस एन एम इन्टरसेक्सन ई प्लस तीनवटालाई हामीले जोड गर्नेछौँ। एन एम इन्टरसेक्सन एफ इन्टरसेक्सन ई हाम्रो आउँछ एम कति छ? 70%, एफ छ 60%, त्यस्तै ई कति छ? 30%, त्यस्तै एम इन्टरसेक्सन एफ 20%, यो हाम्रो अर्को एफ इन्टरसेक्सन ई 15%,
र यम इन्टरसेक्सन ई कति छ 10% र तिनटै कति छ 5%। अब 70 + 60 130, 130 + 30 160 + 5 165 भयो। 165% बाट हामीले कति घटाउने छौं 20 + 15 35 10 45। यसलाई हामीले यहाँ कम भएछ, यसलाई हामीले यसलाई 30% 20 त ठिकै छ, यसलाई हामीले 25 गर्दा हुन्छ, 25% गरौँ। यसलाई 20, यसलाई 25 र 20 45। यसलाई पनि हामीले के गरौँ भने सबभन्दा राम्रो हुन्छ, यसलाई हामीले 40 गरौँ, 40% गरौँ। यसलाई हामीले 30 गरौँ, 30%। हाम्रो कति छ 40% छ। एम इन्टरसेक्सन एफ, यो हाम्रो कति छ एम इन्टरसेक्सन एफ 25% छ, 25%। एफ इन्टरसेक्सन ई कति छ, एफ इन्टरसेक्सन ई 25 पछि 20% छ, 20% पछि 30% छ, ठीक छ। त्यस्तै अब यहाँ पनि हामीले चेन्ज गर्नुपर्ने हुन्छ, 40%। यो हाम्रो एम इन्टरसेक्सन एफ 25% छ, ठीक छ। यसलाई नचेन्ज गर्दा पनि हुन्छ, ठीक छ। 25 20 र यो हाम्रो 30% छ, 50 75। यो हाम्रो यसलाई 30% छोड्दा नि हुन्छ, यसलाई हामीले 30% पनि छोड्छौँ, ठीक छ। 30% छोड्दा नि हुन्छ, ठीक छ। यो हाम्रो 165 जस्ताको त्यस्तै हुन्छ, त्यस्तै 25 20 45 30 75 75% भयो। यो हाम्रो आउनेछ 90%। 90% ले एउटा न एउटा मन पराइरहेका छन्। अब हामीले भेन चित्रमा हेर्नेछौँ। माछा मासु, माछा र अंडा, ठीक छ। त्यस्तै हामीले कम्प्लिमेन्ट निकाल्दा एम युनियन एफ युनियन ई को कम्प्लिमेन्ट कति हुन्छ पूरक। एनयू बाट हामीले सबट्र्याक्ट गर्नेछौँ, एम युनियन एफ युनियन ई सबट्र्याक्ट गर्नेछौँ। 100% बाट हामीले 90% घटाउनेछौँ, यो हाम्रो 10% आउँछ। अब यहाँ हेरौँ तिनटैको कति छ 5%, ठीक छ। त्यस्तै तिनटै छ हाम्रो 5%। त्यसपछि अब हेरौँ यहाँ एम इन्टरसेक्सन एफ कति छ हाम्रो 25%, 25 बाट 5 जान्छ, 25 बाट 5 जान्छ, यो 20%। त्यस्तै एफ इन्टरसेक्सन ई कति छ हाम्रो 20%, 20% बाट 5 जान्छ 15%। त्यस्तै एम इन्टरसेक्सन ई कति छ हाम्रो 30%, 30 बाट 5 जान्छ 25%, ठीक छ। 25% र 30 45। अब पहिला कति छ 10%। यसलाई हामीले इन्टरसेक्सनलाई 10 गर्दा हुन्छ, 10 गर्दा कति आउँछ यो 10% गर्दा हुन्छ, 10% गर्दा हाम्रो यो आउँछ 170 हुन्छ, यो 95%। यो हाम्रो 5% आउँछ। अब यहाँ यो 15% भइहाल्छ, यो 20%, यो 10%, तिनटैको कति छ 30 छ भने यो 20% हुन्छ, ठीक छ। यो डाटामा 5% आयो,
यो यो हाम्रो कति 70%, 70बाट 30 प्लस 15 45, तो यो 25% आउँछ। त्यस्तै यो 60 छ, 30 45बाट 60 बाट घटाउँदा 15% बाँकी रहन्छ। त्यस्तै अब यो हाम्रो 30% मात्रै छ, 30बाट 50 भइरहेछ। यो यसलाई हामीले सबभन्दा राम्रो हुन्छ, यसलाई हामीले 50% गर्दा कति हुन्छ, यसलाई हामीले 50% गर्दा हाम्रो आउँछ 150। 150बाट